डोन्ट लुज योर होप भन्ने कुरा जे जसरी भए पनि हामी अगाडि बढिरहनु तर भए पनि हामीले आफूलाई दुखी चाहिँ बनाउनु हुँदैन है डोन्ट हेलो गाइज उकाली चढ्दैछु हेर्न सक्नुहुन्छ म यता उकाली चढ्दैछु कृपया मलाई हेर्नु 20 रुपैयाँको छगडा किनेर खाएको अहिलेसम्म खाँदैछु गेडा मात्र बाँकी छ गेडा मात्र भए पनि खाँदैछु है अब गाउँघरको अवस्था यस्तै हो गाउँघरमा युवाहरू छैन युवाहरू सबै विदेशीय अब लास्टै भइसक्यो गाउँको हालत गाउँमा युवाहरू धेरै कम छन् एकदम थोरै युवाहरूले यहाँ के मात्र गर्ने बुढाबुढी भएको बाजे बजैहरू मात्र हैन हुनुहुन्छ धेरै ठुलो समस्या हो अब फेरि यहीँ बसेर पनि के गर्न नसक्ने यहाँ कुनै वातावरण त्यस्तो छैन अब त्यो वातावरण बनाउन खोज्यो भने त्यो वातावरण राम्रोसँग नहुने न है सफल नहुने भनौँ समस्या छ ल साथीहरू यता हेर्न सक्नुहुन्छ यो सिस्नो हो यो चाहिँ एकदम मिठो हुन्छ है खाँदाखेरि यो चाहिँ मिठो हुन्छ हामी चाहिँ यसलाई पकाएर खान्छौँ टक्क लाएर पकाएर तपाईहरुले नि यदि खानु भएको छ भने चाहिँ कमेन्ट गर्नु होला उकाली ओराली गर्नुपर्छ गाउँघरतिर उकाली ओराली गर्दा गर्दा कहिले नथाकेको यो शरीर अब यताउतिको सिनहरु चाहिँ म अहिले एकछिनमा देखाउँछु म यता हिँड्दैछु यता पनि फुल छ यो चाहिँ हाम्रो अर्गानिक गोलभेडाको बोट है यो अर्गानिक गोलभेडाहरू फलिरहेछ यहाँतिर फलिरहेछ यो अर्गानिक हो पुरै अर्गानिक हो है यसमा थोरै पनि विषादी प्रयोग हुँदैन यहाँ पनि फुल भयो यो चाहिँ खै के को औषधि भन्ने कुरा छ यो चाहिँ अब यहाँ चाहिँ बस्ने ठाउँ हो ट्याक्क ल्याएर यहाँ बसिन्छ उतातिरको भ्यूहरु हेर्न सक्नुहुन्छ यो नमो बुद्ध यहाँ मुनितिर गाउँहरु छ उट्टानी छ वरिपरि सबै गाउँ नै गाउँ छ धेरै घर छ हाम्रो यो ठाउँतिर घरै घर धेरै भएको ठाउँ हो है अनि म यहाँ बसिरा छु ट्याक्क ल्याएर यस्तो छ बस्ने ठाउँ ट्याक्क बस्दै यहाँबाट सारा संसार हेर्न मिल्छ है यताउति दायाँ बायाँ उतातिर सबै ठाउँ हेर्न मिल्छ यहाँबाट ट्याक्क यहाँ बिहान टक्क चिया बनाउने ट्याक्क चिया लिएर अनि यहाँ ट्याक्क आएर यहाँ बस्ने अनि ट्याक्क चिया खाँदै वरिपरिको त्यो गाउँठाउँहरू टक्क हेर्ने है उताको हिमाल पारीको हिमालहरू अनि बिहानको चिसो हावा टक्क खाने हैन हावाको मजा लिएर यहाँ बस्न सकिन्छ यतिखेर पनि यहाँ जाडो नै छ है यत्रो ज्याकेटहरु लाएर बसिरहेछु यतिको लाएन भने त यहाँ त जाडोले मर्छ मान्छे फेरि तर अहिले दिउँसो यतिको चाहिदैन त्यति धेरै जाडो हुँदैन अब यो एकछिनमा यो निकाले पनि केही फरक त पर्दैन तर अलि चिसो नै छ यो साइडमा भनौं अब यो हिमालको हावा आउँछ नि त उताबाट यहाँबाट ल अब हिमालहरु हेर्न सक्नुहुन्छ यहाँ पुरै हिमाल हो यो आज अलिकति मौसम हिजो अस्ति जति अलि क्लियर छैन टाढाको हामीले आफूलाई दुखी चाहिँ बनाउनु हुँदैन है डोन्ट लुज योर होप भन्ने कुरा हुन्छ जे जसरी भए पनि हामी अगाडि बढिरहनु पर्छ अब कोसिस गर्ने हो अब भएन भने के गर्ने हैन हुँदै भएन भने अब गर्दा गर्दै भएन भने मैले गरेको त हो भन्ने त हुन्छ नि कमसे कम अब गर्दै गरेन भने त त्यो छुट्टै कुरा हो गर्दै नगर्नु चाहिँ गलत हो यदि गरेरै भएन भने चाहिँ त्यो गलत होइन जस्तो मलाई लाग्छ है त्यसैले ल गाइज अर्को नेक्स्ट भिडियोमा हामी भेटौँला यो भिडियोमा चाहिँ अब हामी छुट्टिन्छौं है च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला अनि लाइक पनि गरिदिनु होला कमेन्ट पनि आफ्नो प्रतिक्रिया के छ त्यो पनि दिनु होला है म यही भन्न चाहन्छु ल है त गाइज अहिलेको लागि छुट्यौं अर्को भिडियोमा हामी भेटौँला